अनेकौं गन्तव्य हुन्छ भन्छन्, तर अन्तिम गन्तव्य भनेको मृत्यु हो। कि जमिन मुनि गाडिनु पर्छ कि त चितामाथि सुत्नुपर्छ। त्यहाँ सुत्नुभन्दा अगाडिको जुन यात्रा छ नि, त्यो यात्रालाई सुखको साथमा रमाएर बिताउनुहोस्। घमण्ड गरेर तुजुक कहिले पनि नदेखाउनुहोस् कुनै पनि कुराको। यहाँ सबै कुरा बाँचिरहेको छ, तर सत्यदेखि पर्तिर। फुलको काँडाहरू जस्तो कहाँ सजिलो छ र हजुर, जिन्दगीमा छुट्ने काँडाहरू पनि छ। सत्य बोल्दा इनाम पाइन्छ भनेर भन्थे। सत्य बोलेको 1000 भन्दा बढी मात्रामा दुश्मन कमाइरहेको छु। सधैँभरि गन्तव्य मात्र मिठो र रमाइलो हुँदैन, कहिलेकाहीँ यात्रा पनि हुने गर्छ। त्यसैले यात्री बनेको बेलामा रमाउँदै पनि गर्नुहोस्। यहाँ चाहेको केही पनि हुँदैन अनि नचाहेको सबै थोक हुने गर्छ। जे छु एकदम ठिक छु, त्यसैले हो सबैभन्दा फरक छु अनि खास छु। अलिकति खुसी छु भनेर देखाउनलाई अलिकति मुस्कान छर्ने गर्छु। त्यही पनि आँखाले घरिघरि जसको पुर्याइरहन्छ, भित्रबाट त धेरै रोएको छस् भनेर। सबैको दुःख बिसाउने प्रेमी या त प्रेमिका मात्र हुँदैनन्, मेरो सिरानी पनि छ। मलाई चिन्नेहरू सबैजना भ्रममा छन्, किनकि म हाँसेको देखेर जीवनमा खुसी रहेछ भनेर भन्ने गर्छन्। म नाटक गर्नुमा धेरै माहिर छु, त्यसैले हो हाँसेर बाँचिरहेको। अरूको लागि भनी म जे पनि गर्न सक्छु, तर भरोसादेखि पर्तिर। म त तिमीलाई सम्झिरहन्छु, तिम्रै यादमा टोलाइरहन्छु। मैले तिमीलाई नभनेको मात्रै हो, तिमी मलाई मन परेको पहिल्यै हो माया। सानो सानो कुरामा रमाउन सिक्नुपर्छ, हाँस्न सिक्नुपर्छ भनेर भन्ने गर्छन्, तर सानै कुरादेखि बाँचिँदै आएको छ मेरो जिन्दगीको हरेक कुराहरू। ती कुराहरू सम्झेर कसरी हाँस्न सक्छु र? पाउनु मात्र होइन, गुमाउनु पनि माया हो भन्छन्, तर जुन गुमाएको मायामा आफूले जिन्दगी देखेको छ, त्यो जिन्दगी लुटाएपछि जिन्दगी बिना कसरी बाँच्न सक्छन् यी प्रेमी प्रेमिकाहरू? हिँडै गन्तव्य पुगिन्छ भन्छन्, तर गन्तव्यमा पुग्नको लागि मसँग कुनै बाटो छैन। सबै कुरा भने जस्तो हुँदैन, त्यसैले हो केही नबोलेको। जिन्दगीमा एउटा कुरा कहिल्यै मर्दैन, त्यो हो कसैसँगको सम्झना। जसरी बिहानलाई कुहिरोले ढाकेको छ नि, त्यसरी नै थुप्रै पीडाहरूले मेरो मनलाई पनि ढाकेको छ। मलाई कसैको भावनासँग खेल्न आउँदैन, त्यसैले होला सबैजनाले भरोसाको भारी म प्रति बिसाएको। सबै कुरा चोइटेर र टुटेर गएकोले गर्दा सपना पनि देख्न धेरै डर लाग्ने गर्छ। साँचो र सत्य बोलेर होला आज धेरैको मनदेखि धेरै टाढा पुगेको छु।